बाइक लिएर आएको नि आगो छ बुढी छ हेलो गुड इभिनिङ गाइज के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ खाना खानु भयो कि खानु भएन अनि यति बेला चाहिँ हामी चाहिँ हाइवेमा छ बहिनीलाई चाहिँ लिन आएको काठमाडौँदेखि आउँदैछ अहिले चाहिँ मङ्सिरमा आएको थियो अनि फेरि काठमाडौँ गएर अहिले रिटर्न ब्याक हुँदैछ छुट्टी छ त्यही भएर अनि यो चाहिँ हामी बाइक लिएर आएको गाइज होइन बहिनीलाई लिन अनि ऊ चाहिँ आउँदैछ अरे उता बाटोदेखि अब मुर्गिया पुगेछु भन्दैछ अनि यो चाहिँ हाम्रो चाहिँ सुपा गेट गाइस होइन भन्नु पर्दैन होला अनि यता चाहिँ आगो ताप्दै हुनुहुन्छ रमाइलो छ अनि हामी दुईजना चाहिँ लिन आएको के अनि यता चाहिँ चौकी छ गाइस होइन यो चाहिँ चौकी हो नजिकै छ अझ बाटो बनिरहेको छ त्यही भएर चाहिँ धुलोहरू धेरै नै उड्छ अनि ऊ त्यहाँ अगाडि चाहिँ यो बत्ती देखिरहेको चाहिँ राजापानी जाने बाटो है हजुरहरू चाहिँ यो त्यो बाटो चाहिँ पकडी पनि जान सक्नुहुन्छ कस्तो लाग्दैछ जाडो लाग्दैछ अनि यता चाहिँ अटोहरू छ होइन जानलाई चाहिँ सुविधा छ राति राति पनि तर महँगो लिनुहुन्छ के गाइस यहीँदेखि यहीँ जान पनि 100 रुपियाँ भन्ने त्यही भएर कहिले 100 रुपियाँ तिर्छ र बाइक लिएर आएको नि अनि यहाँ चाहिँ के को यो मूर्ति चाहिँ कसको हो खोइ थाहा भएन गाइज होइन तर अब बाटो बनिरहेको छ सायद अब यो पर्दे छाला पनि उड्छ होला अनि त्यहाँ पर्दे छालाको उतापट्टि चाहिँ अँध्यारोमा अलिअलि टल्किरहेको छ है ऊ त्यो चाहिँ हेल्प पोस्ट हो कि हाम्रो पिप्राको सरकारी हेल्प पोस्ट अनि जाडो छ अनि आगो ताप्न जाऊँ भनेको अब त्यहाँ खोइ के रमाइलो छ छुट्टै रमाइलो छ होइन के डिस्टर्ब गरिदिनु अरूको रमाइलो कस्तो राम्रो देखिन्छ क्या गाडीहरू आउँदा अझ ब्राइटनेस कम गरिदिनु पर्छ यति बेला पनि हाम्रो यहाँ चौकीमा यसरी चेकिङ हुन्छ है मापछि चेकिङ होला सायद बी केयरफुल एकदम सावधान भएर चलाउनु होला दारू सारू खाएर नचलाउनु होला यो जाडोमा एक्सिडेन्ट हुन्छ जाडोमा फेरि दारू पनि खानुपर्छ ज्यान पनि तताउनु पर्छ हाँस्छ नि फेरि राम्रो कुरा हो नि त नि ज्यान तताउनलाई आगो छ बुढी छ तू क्या बोल रही है चुप चुप हो जा सातवीं फेल नजिकै पुग्ने लागिसक्यो मलाई चाहिँ बाटो पारी गएर बस सामान छ गर्दैछ अब म चाहिँ बाटो पारी जानुपर्छ होइन अनि जाडो छ न्यानो लुगा लगाएर चाहिँ बस्नु होला म चाहिँ पारी जाँदैछु गाइस चौकी पारी हाम्रो यहाँ चौकीमा चाहिँ तिहार भइएको छैन क्या है झिलिमिली अनि यो चाहिँ चौकी अब राति यति बेला नि यस्तो देखिन्छ यार टोक्ला चाहिँ साला रेबिज लाग्ला मलाई टोक्न त टोक्दैन टोके पनि नटोक्न पर्ने हो यिनले भर्खर सुई लाग्यो यो चाहिँ पिप्रा गाइस पिप्राको बोर्ड वान पिक अनि यता चाहिँ बजार छ हामीसँग एउटा साथी भेट्यो कालु तिम्रो नाम के हो व्हाट इज योर नेम कालु यहाँ मलाई फेरि माया लाग्छ क्या हाम्रो घरमा पनि कुकुर छ गाइस होइन हाम्रो नि घरमा कुकुर पाले छ के गाई माता होइन के ऊ भन्छ के साँडे भन्छन् एक्लै छ बिचरा कहाँ जस्तो नि उतैतिर त होइन बस्ने ओ यो गाडीमा चाहिँ बहिनी आछ क्या गाइस है हो
होइन क्या किन रोकेन दर्शन कपिल वस्तु होइन र उता गरेर रोकिसक्यो कि होइन त्यहाँ पारी गरेर रोकेछ हामी पारी जानुपर्छ गाइस त्यहाँ गरेर रोकेछ गाडी पनि अब हामी चाहिँ साइकल लिएर उतै जाँदैछौँ उता बहिनी झरिसक्यो गाइस हाम्रो बाइक अब हामी जाँदैछौँ गाइस यो चौकी गाइस चौकी अब बहिनी झरेछ भनेको झरे छैन ए यहाँ रहेछ माई सिस्टर आइन मेरो सिस्टर आइज मैले झोला लोड हानिसकेँ अब हाम्रो दुईटा बाइक दौडिन्छ अब घरतिर ल गाइस हामी घरतिर लागेको ल मेरो बाइक कुदिरहेछ बहिनी हिँडिरहेछ गिटारिस्ट र बहिनी त आर्टिस्ट हो गिटारिस्ट सबै हो आजभोलि त एभ्रिथिङ अगाडि हिँडेको चाहिँ मेरो बुढी हो गाइस ल ओ सरी एक्सिडेन्ट झन्नै ओहो तेरि यहीँ चौकी छ झन्नै ल गाइस अब हामी चाहिँ घर पुग्नु लागिसक्यो होइन अनि घरमा चाहिँ थिप छ नि त उसको रियाक्सन हेर्नुपर्छ ल कस्तो छ ओ म झन्न लडेको यार उसको रियाक्सन हेर्नुपर्छ कस्तो हुन्छ अब उसको रियाक्सन लेट्स सी बहिनी आछ होइन बहिनीलाई देखेपछि हुरुक्कै हुन्छ जाँट हो चोर फटाहा नामै थिप हो लेट्स सी पछाडि आउँदैन म चाहिँ अगाडि कुदिरहेको छु ओहो अँध्यारो देखेर झन्नै घर आइसक्यो ल साइकल ब्रेकै लाग्दैन त माइ गॉड ल गाइस यस्तो छ है ओ महिनै पछि भेट्न पाएको कि वर्षै पछि भेट्न पाएको कोही हुरुक्कै हो मलाई देख्दा चाहिँ यति खुसी हुँदैन यो चाहिँ कस्तो लाग्दैछ घर आएर एकदम खुसी लागिरहेछ ल आजलाई यति नै गाइस थ्याङ्क यू थ्याङ्क्स फर वाचिङ गुड नाइट ह्याभ स्विट ड्रिम बाई बाई टेक केयर